हेलो गाइज फ्रम टुडे अनवर्ड हामी चाहिँ अब हिजो पनि अब हिजोकैबाट कन्टिन्यू हुने भयो होइन। अब आज चाहिँ हामी चाहिँ डेभिसन एन्ड जर्मन एक्सपेरिमेन्ट भन्ने पढ्छौँ होइन। अब यो चाहिँ मेनली आउने भनेको चाहिँ यो चाहिँ लङ क्वेसनमा हो होइन। यो क्वेसन चाहिँ आइरहेको हुन्छ होइन। अब यसमा के छ भन्ने कुरा चाहिँ अब यो चाहिँ मैले आज यो पुरै एक्सपेरिमेन्टल सेटअप चाहिँ सबै बनाइसकेँ होइन। अब यसको बारेमा चाहिँ सर भन्छु होइन। अनि त्यसपछि लेख्दै लेख्दै जाउँला है। अब सुरुमा के भयो भन्दाखेरि चाहिँ यो हाम्रो के भन्दाखेरि यो भनेको टङ्गिस्टोन फिलामेन्ट हो होइन। अब के हुन्छ भन्दाखेरि चाहिँ जब चाहिँ हामीले चाहिँ यो चाहिँ फिलामेन्टलाई जब हिट गरिन्छ होइन, त्यहाँबाट के निस्किन्छ भन्दाखेरि लो टेन्सन ब्याट्रीको थ्रुबाट जब हामीले यसलाई हिट गरिन्छ यहाँबाट के निस्किन्छ, इलेक्ट्रोन निस्किन्छ होइन। अनि हामीले यतापट्टि फेरि हाई टेन्सन ब्याट्रीमा हामीले फेरि केलाई जोडेछौँ भन्दाखेरि एसिलेटरलाई जोडेछौँ होइन। एसिलेटरलाई जोडेछौँ यो क्यालिमेटरको थ्रुबाट चाहिँ। यसले क्यालिमेटरले के गर्छ भन्दाखेरि चाहिँ जुन यो यहाँबाट निस्केको जुन इलेक्ट्रोन बिम छ नि, टङ्गिस्टन फिलामेन्टलाई हिट गर्यो लो टेन्सन ब्याट्रीको थ्रुबाट हिट गर्दाखेरि चाहिँ इलेक्ट्रोन गनले के फाल्यो, इलेक्ट्रोन फाल्यो। इलेक्ट्रोन फालेपछि हामीले यसलाई चाहिँ एउटा फाइन बिम बनाउनु पऱ्यो, एउटा न्यारो प्यासेज क्रिएट गऱ्यौँ हामीले यहाँ चाहिँ होइन। अनि यो एसिलेटरले चाहिँ हाई टेन्सन ब्याट्रीको थ्रुबाट यसलाई ढडाउने भयो। क्यालिमेटरले के गर्ने भयो भन्दाखेरि चाहिँ यसलाई न्यारो बिम बनाउने भयो। न्यारो बिम बनाएपछि चाहिँ यो निकल क्रिस्टलमा गएर के गर्ने भयो भन्दाखेरि निकल क्रिस्टलमा गएर यो गएर ठोकियो, इन्सिडेन्ट भयो। इन्सिडेन्ट भएपछि चाहिँ यहाँबाट के हुने भयो, यो कसरी ठोकिन्छ भन्ने कुरा भन्दाखेरि यो चाहिँ यो निकल क्रिस्टल जुन यो निकल टार्गेट छ हाम्रो, यो निकल टार्गेटमा गएर यो जुन यो निकल छ यहाँ गएर चाहिँ यो चाहिँ ठोकिने भयो, नर्मल्ली ठोकिने भयो होइन। नर्मल्ली इन्सिडेन्ट भएपछि चाहिँ यहाँबाट चाहिँ के हुने भयो भन्दाखेरि यो चाहिँ हामीसँग के छ भन्दाखेरि अर्को चाहिँ यो मुभेबल डिटेक्टर भन्ने छ होइन। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ यो करेन्टको फर्ममा चाहिँ यसले चाहिँ इलेक्ट्रोन बिमलाई चाहिँ यसले चाहिँ डिटेक्ट गर्छ भन्ने कुरा चाहिँ यो चाहिँ हाम्रो चाहिँ ओभरअल सेटअप हो। यो एक्सपेरिमेन्ट चाहिँ हामीले चाहिँ यो चाहिँ भ्याकुम च्याम्बरभित्र गरिएको। किन गरियो भन्दाखेरि चाहिँ यसबाट चाहिँ कुनै पनि प्रकारले चाहिँ यहाँ चाहिँ इलेक्ट्रोन यहाँ गएर ठोकिँदा चाहिँ यो डिफ्र्याक्टेड भएर चाहिँ इलेक्ट्रोन जुन बिम छ हामीले जुन त्यो इलेक्ट्रोनलाई मेजर गर्न खोजेछौँ होइन, यो करेन्टको थ्रुबाट होइन, त्यो चाहिँ लिक नहोस् भन्नको लागि चाहिँ हामीले चाहिँ यो पुरै एक्सपेरिमेन्ट चाहिँ भ्याकुम च्याम्बरभित्र गरिएको। अब यो एक्सपेरिमेन्टबाट चाहिँ के नतिजा आयो भन्ने कुरो हो नि त। यो एक्सपेरिमेन्टबाट के नतिजा आयो भन्दाखेरि चाहिँ इलेक्ट्रोनले चाहिँ पार्टिकल नेचर मात्र सो गर्दैन होइन। इलेक्ट्रोनले पार्टिकल नेचर मात्र सो गर्दैन। हामीले त पार्टिकल नेचर सो गर्छ भनेर पढ्दै आएको होइन। इलेक्ट्रोनले चाहिँ वेभ नेचर पनि सो गर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ यहाँबाट देखायो। अब यसमा चाहिँ एक्सपेरिमेन्टल सेटअप चाहिँ यो इनर भयो। अब लेख्ने कुराहरू चाहिँ के छ भन्ने कुरा चाहिँ अब चाहिँ बिस्तारै बिस्तारै पढ्दै गइन्छ क्या। अब यहाँ के हुने हो भन्दाखेरि चाहिँ अब यो एक्सपेरिमेन्ट कसरी गरिएको भन्ने कुरा हो नि त होइन। के हुने भन्दाखेरि चाहिँ एक्सपेरिमेन्ट सेटअप फर के गरेको हामीले डेभिसन एन्ड जर्मन एक्सपेरिमेन्ट एक्सपेरिमेन्ट हामीले कहाँ राखिएको अरे, हामीले यसलाई राखिएको भनेको चाहिँ भ्याकुम च्याम्बरभित्र राखिएको। हामीले यसलाई चाहिँ भ्याकुम च्याम्बरभित्र राखियो होइन। तर किन राखियो भन्ने कुरो हो नि त होइन। किन रहेछ भन्दाखेरि टु प्रिभेन्ट दि डिफ्र्याक्सन हुन नदिन हो नि त होइन। डिफ्र्याक्सन हुन नदिन केलाई भन्दाखेरि इलेक्ट्रोन बिमहरूलाई त्यो मिडियमबाट, भ्याकुम पनि एउटा मिडियम हो होइन, त्यो मिडियमबाट चाहिँ हामीले चाहिँ जुनै पनि इलेक्ट्रोन बिमहरू छ तिनीहरू चाहिँ इलेक्ट्रोन बिमहरू डिफ्र्याक्टेड भएर चाहिँ बाहिर नजाओस् भन्नको लागि चाहिँ, कुनै पनि लिक नहोस् त्यहाँ भन्नको लागि हामीले चाहिँ यो एक्सपेरिमेन्ट चाहिँ के भित्र गरियो भन्दाखेरि चाहिँ यो पुरै यो भ्याकुम च्याम्बरभित्र हामीले गरेको यो चाहिँ एक्सपेरिमेन्ट हो। अब यसमा अब मेन पार्टहरू के छ त अब होइन। मेन पार्ट अफ एक्सपेरिमेन्टहरू के छ त अब एक्सपेरिमेन्टल सेटअप भनौँ न, सेटअप
आरएस हलो है। अब यसमा के छ भन्दा सुरुमा त यो हेर्नु पऱ्यो नि त होइन। सुरुमा भनेको त यो इलेक्ट्रोन गन होइन। यो टङ्गिस्टन फिलामेन्ट भयो अनि इलेक्ट्रोन गनको कुरा आयो होइन। भनेपछि के रहेछ इलेक्ट्रोन गन अनि एफआइएलए फिलामेन्टको कुरा आयो। अब यसमा के हो भन्दाखेरि इलेक्ट्रोन गन भनेको के हो यसको बारेमा लेख्ने होइन। इलेक्ट्रोन गन इज के हो त यो टङ्गिस्टन TUNGST टङ्गिस्टन फिलामेन्ट जसले क्या गर्छ त जसले चाहिँ इलेक्ट्रोन इमिट गर्छ। इलेक्ट्रोन जब कति बेला भन्ने कुरा हो नि त जब इट इज हिटेड जब हामीले यसलाई हिट गरिन्छ नि यसलाई टङ्गिस्टन फिलामेन्ट हो लो टेन्सन ब्याट्रीमा जब हामीले यसलाई हिट गरिन्छ यसले के इमिट गर्छ के निकाल्छ भन्दाखेरि यहाँबाट चाहिँ यो इनर भनेको इलेक्ट्रोन बिम हो। यो इलेक्ट्रोन बिम हो होइन। अनि अर्को भनेको के हो एसिलेटर। एसिलेटरले त पुरै दौडाउने होइन यस्तरी स्वाट्ट लिएर जाने। स्वाट्ट भनेको त्यसलाई अझै स्पिड प्रोभाइड गर्ने अझै होइन। अब एसिलेटर के को लागि युज हुन्छ भन्दाखेरि चाहिँ डाइरेक्ट लेखेँ मैले यो भनेको युज टु एक्सिलेट ELECTRA इलेक्ट्रोन बिमलाई एक्सिलेट गर्न युज हुन्छ भनेर चट्ट लेख्ने होइन। अनि त्यसपछि अर्को के आयो CANDLIM अनि अर्को भनेको क्यालिमिटर कुरा आयो। क्यालिमिटरले के गर्छ भन्दाखेरि चाहिँ अब हामीले क्यालिमिटरलाई कहाँ राखिन्छ सिलिन्डरभित्र राखिन्छ होइन। जुन यतापट्टि छ नि यो सिलिन्डर हो यो होइन। यो भित्र हामीले केलाई राखिन्छ क्यालिमिटरलाई राखिन्छ होइन। यो सिलिन्डर हो यो एउटा। यहाँभित्र हामीले केलाई राखिन्छ क्यालिमिटरलाई राखिन्छ जसको के हुन्छ एउटा न्यारो एकदम सानो पार्ट हुन्छ क्या यहाँ एउटा अझै यस्तो गरौँ न अझै यस्तरी भएको उस गरौँ एउटा सानो पार्ट हुन्छ जहाँबाट चाहिँ इलेक्ट्रोन निस्केर जाने होइन। यसले गर्दाखेरि इलेक्ट्रोनलाई चाहिँ एउटा सानो फाइन बिम एउटा बाटो बनाइदिन्छ। यहाँ लेख्ने बेला कसरी लेख्ने भन्दा दि एक्सिलेटर इज इन्क्लोज विथिन सिलिन्डर जसको के हुन्छ त जसको द्याट एज न्यारो प्यासेज जसले गर्दा के हुन्छ त अब एउटा न्यारो प्यासेज बनाइदियो। त्यसले गर्दाखेरि चाहिँ इट मेक्स दि इलेक्ट्रोन बिम हो नि त त्यो फाइन बनाइदिन्छ। फाइन भनेको के भन्दाखेरि न्यारो भने एकदम साँघुरो बाटो बनाइदिन्छ। त्यसले गर्दाखेरि स्वाट्ट के जो सिधै जाने भयो कि होइन। एउटा न्यारो एकदम न्यारो भनेको एकदमै सानो कि एकदमै जहाँबाट चाहिँ के पास हुँदो रहेछ इलेक्ट्रोन बिम चाहिँ पास हुँदो रहेछ होइन। अब इलेक्ट्रोन बिम त पास भयो हामी यहाँ आयौँ होइन। के भयो भन्दाखेरि चाहिँ हामीले चाहिँ यसलाई चाहिँ हिट गरियो होइन। हिट गरियो लो टेन्सन ब्याट्रीको थ्रुबाट हिट गरियो। यहाँबाट के निस्क्यो इलेक्ट्रोन निस्केपछि चाहिँ यो सिलिन्डर जस्तो सेपमा चाहिँ भनेको चाहिँ यो भित्र हाम्रो के क्यालिमिटर छ होइन। एक्सिलेटरले के गर्ने भन्दाखेरि दौडाउने काम गर्ने भयो। जुनलाई हामीले चाहिँ हाई टेन्सन ब्याट्रीको थ्रुबाट उस गर्दाखेरि चाहिँ एक्सिलेटरले चाहिँ एक्सिलेटरको काम गर्ने भयो हाई टेन्सन ब्याट्रीले होइन। अनि चाहिँ क्यालिमिटरले के गर्ने भयो यसलाई फाइन बिममा लिएर जाने भयो। अनि फाइनल्ली हाम्रो अब के आयो भन्दाखेरि यो टार्गेटको कुरा आयो होइन। टार्गेटको कुरा आयो भनेको यो निकल क्रिस्टलको कुरा आयो। यो हाम्रो के भन्दाखेरि यो भनेको निकल क्रिस्टल हो होइन। अब यहाँ के हुन्छ भन्दा अब टार्गेटको कुरा आयो होइन। भनेको चाहिँ के हुने भयो त भन्दाखेरि टार्गेट भनेको के हो त टार्गेट इज यानै क्रिस्टल निकल क्रिस्टल हो जसमा के हुन्छ त द इलेक्ट्रोन बिम भनेको के हुन्छ फायर नर्मल्ली
इलेक्ट्रोन बिम स्ट्राइक फायर नर्मल्ली भन्ने नि भयो अथवा स्ट्राइक नर्मल्ली भन्ने नि भयो होइन गर ठोकिन्छ नर्मल्ली ठोकिन्छ कहाँ भन्दा निकल क्रिस्टलमा गएर ठोकिन्छ होइन क्रिस्टललाई कसरी राखिन्छ त क्रिस्टल इज प्लेस क्रिस्टललाई यहाँ कसरी राखियो त क्रिस्टललाई यस्तो तरिकाले राखिन्छ कि जुन यो क्रिस्टल छ नि यो निकल क्रिस्टल यसरी घुमोस् होइन भनेको चाहिँ कस्तो हुने भयो भन्दाखेरि जस्तो कि सनको एराउन्डमा चाहिँ कुनै पनि प्लानेट चाहिँ रिभल्भ गरे अनुसारको जुन एउटा अर्बिट हुन्छ नि त्यसरी नै अब यो निकलमा चाहिँ एउटा त्यो सेन्ट्रल फोर्स भन्ने हुन्छ कि त्यो सेन्ट्रल फोर्सको अन्डरमा चाहिँ यो चाहिँ अर्बिट गर्ने भयो कि यो चाहिँ होइन अनि पछि फेरि अनि आफ्नै ठाउँमा आउने भयो फेरि उस गर्ने रोटेट गर्ने फेरि उस गर्ने उस हुने फ्लक्चुएट भइराख्ने यो चाहिँ होइन अनि यताबाट इलेक्ट्रोन बिम गइराख्यो यहाँ गएर स्ट्राइक गरिरहेको छ होइन अनि हाम्रो यो यहाँ चाहिँ अब यो यहाँ गएर इन्सिडेन्ट गर्यो अनि अर्को यहाँ गएर इन्सिडेन्ट गर्छ यता जान्छ यस्तो जोस् यो घुम्दाखेरि त होइन यो यहीँ गएर ठोकिन्छ भन्ने हुन्न नि त यो यस्तरी घुम्यो भने त यो माथिको पार्टमा गएर यहाँ गएर ठोकिने भयो फेरि घुम्छ यहाँ गएर ठोकिने भयो यहाँ गएर ठोकिने भयो होइन जोस् यो जुन यो निकल क्रिस्टल जुन यो यस्तरी घुम्दाखेरि होइन जोस् जताततै ठोकिने भयो नि त होइन ठोकिएपछि चाहिँ हामीले चाहिँ जब चाहिँ हामीले चाहिँ त्यसको वेभलेन्थ निकाल्छौँ नि त्यसपछि चाहिँ एउटै आउँछ भन्ने कुरा छ होइन अब यसमा के हुन्छ भन्ने कुरा अब हेर्छ है निकल क्रिस्टल इलेक्ट्रोन नर्मली अन्त निकल क्रिस्टललाई चाहिँ हामीले चाहिँ प्लेस गरिन्छ अरे कसरी राखिन्छ क्रिस्टललाई यस्तो तरिकाले राखिन्छ कि भन्नु पऱ्यो अब इन सच अ वे द्याट इट क्यान बी घुम्छ भन्नु पऱ्यो होइन रोटेट एबाउट द फिक्स अर्बिट त्यो आफ्नै फिक्स अर्बिटमा चाहिँ घुमोस् के यो चाहिँ होइन जसले गर्दाखेरि अब त्यो यो त निकल क्रिस्टल भयो होइन यो त अब यहाँ गएर ठोकिने भयो यहाँ गएर ठोकिने जताततै यो 360मै गएर ठोकिने भयो अब हामीले यसमा चाहिँ अब यो डिटेक्टरले के डिटेक्ट गर्छ भन्ने कुरो हो होइन अब डिटेक्टर केमा युज हुन्छ अब यो भन्दाखेरि युज टु क्याप्चर डिफ्र्याक्टेड अब त्यहाँबाट निस्केको जुन यहाँबाट यसरी आयो इलेक्ट्रोन होइन यहाँ गएर ठोक्यो यहाँ गएर यसरी आएको जुन एउटा डिफ्र्याक्टेड इलेक्ट्रोन छ भनेको चाहिँ युज टु क्याप्चर डिफ्र्याक्टेड इलेक्ट्रोन भन्नु पऱ्यो होइन डिफ्र्याक्टेड इलेक्ट्रोन फ्रम कहाँबाट हो त निकल क्रिस्टलबाट निस्केको निकल क्रिस्टल अनि डिटेक्टर भने चाहिँ अब यो डिटेक्टरलाई कसरी राखिन्छ अब डिटेक्टर भनेको चाहिँ पुरै युज हुँदैन क्या यो भनेको चाहिँ आधा सर्कल हो क्या यो भनेको होइन यो भनेको आधा सर्कल हो भनेको चाहिँ पुरै सर्कल होइन यो डिटेक्टर भने जस्तो यो एउटा स्केल नै भयो होइन करेन्ट मेजर गर्ने निकल क्रिस्टल भयो भने त्यसपछि के भन्छ डिटेक्टर can be moved in a semi circular तरिकाले राखिन्छ जुन चाहिँ फिगरमा देखाएको नि एस सोन इन फिगर भनेर यस्तो टक्क लेख्ने एस सोन इन द फिगरमा जसरी देखाएको भन्ने होइन होइन अब त्यसपछि चाहिँ अब यसमा चाहिँ अब यसको ओभरअल एक्सपेरिमेन्टल सेटअप त यो भयो होइन अब यसबाट के पाइयो भनेर एउटा कन्क्लुजन टाइपको लेख्नुपर्छ होइन अब यसको बेसिक द मेन भन्ने अथवा बेसिक थट भन्ने पनि भयो होला बेसिक थट बिहाइन्ड दिस एक्सपेरिमेन्ट भनेको के हो भन्दाखेरि वेभ रिफ्लेक्टेड फ्रम कहाँबाट रिफ्लेक्टेड भएको भन्दाखेरि टु डिफ्रेन्ट लेयर
यहाँ चाहिँ एटमको लेयर हो नि त हैन एटमिक लेयर अफ निकलको के हुन्छ त एउटै फेज डिफ्रेन्ट देखियो अरे त्यसमा चाहिँ we have constant phase variance डिफ्रेन्स देखियो अरे भनेको चाहिँ जस्तो यो निकल क्रिस्टल भयो हैन अब यहाँ त के हुन्छ भन्दाखेरि अब हामीले ब्रेक लमा पढेको कुरा हो हैन यहाँ गएर ठोकिन्छ यता जान्छ हैन त्यस्तै अब यहाँ गएर ठोकिन्छ यता जान्छ हैन अब हामीले यसको र अनि यसको चाहिँ जुन हामीले फेज डिफ्रेन्स हेर्दाखेरि चाहिँ जे होस् हैन एउटै देखियो भन्ने कुरा छ यसमा चाहिँ हैन अब इन डेभिसन इन जर्मन एक्सपेरिमेन्टमा के देखियो भन्दाखेरि चाहिँ इलेक्ट्रोन बिमले चाहिँ कस्तो प्याटर्न फर्म गर्ने रहेछ त डिफ्र्याक्सन प्याटर्न फर्म गर्ने रहेछ हैन अब यसबाट चाहिँ हामीले चाहिँ यसलाई केमा रिलेट गर्न सक्छौँ भन्दा डी ब्रोगली इक्वेसन र ब्रेग लसँग चाहिँ रिलेट गर्न सकिन्छ यसलाई अब रिलेट गर्न सकिन्छ भने चाहिँ के हुने भयो त अब फ्रम डी ब्रोगली इक्वेसनबाट के हुने भयो त हिजो निकालेको हैन ल्याम्डा भनेको यहाँ छ अपन रुट अन्डर 2 यामी भी भयो हैन जसमा याम भनेको मास अफ इलेक्ट्रोन हो अनि ई भनेको के हो भनेको इलेक्ट्रोनिक चार्ज हैन अनि त्यसपछि इलेक्ट्रोनिक चार्ज अब के को लागि भन्दाखेरि दिएको यो भी भनेको भेलोसिटी अनि ल्याम्डा यो हाम्रो के भयो इक्वेसन फर्स्ट भयो कहाँबाट आएको यो फ्रम डी ब्रोगली इक्वेसनबाट आएको कुरो भयो हैन अब डी ब्रोगलीको कुरा आयो अब फेरि अब यसमा त अब ब्रेक ल पनि लाख्यो नि त हैन यहाँ गएर ठोक्यो यता गयो यहाँबाट ठोक्यो यता गयो हैन अब ब्रेक ल पनि लाख्यो यसमा यो जुन इलेक्ट्रोन चाहिँ यहाँ गएर ठोकिने बेला चाहिँ यसमा चाहिँ एउटा हामीले डी ब्रोगली इक्वेसनबाट हेर्यौँ हैन अनि अर्को भनेको अब ब्रेक लबाट हेर्दा हामीले अब भनेको के हुने भयो त अब फ्रम ब्रेक लबाट के हुने भयो 2d साइन थीटा भनेको के हुने भयो त अब यो भनेको त सेमी सर्कुलर फर्ममा छ यो हैन भनेको चाहिँ θ/2 हुने भयो भनेपछि यसलाई चाहिँ ग्लेन्सिङ एङ्गल पनि भनेर भन्छ हैन भनेको 90 माइनस θ/2 भयो θ/2 किन हो भन्दाखेरि यो चाहिँ सेमी सर्कुलर फर्ममा छ हैन यसलाई हामीले के भनिन्छ यसलाई हामीले ग्लेन्सिङ एङ्गल भनेर भनिन्छ सबैलाई के भनिन्छ ग्लेन्सिङ एङ्गल भनेर भनिन्छ अनि जुन यो थीटा छ यो थीटा भनेको के हो एङ्गल अफ डिफ्र्याक्सन हैन यो भनेको के हुने भयो त पार्ट डिफ्रेन्स भनेको त यहाँ ल्याम्डा हुने भयो इक्वेसनलाई मैले नै सेकेन्ड माने हैन यतापट्टि चाहिँ फर्स्ट भयो यता सेकेन्ड भयो अब यो डी को भ्यालु चाहिँ कसरी पत्ता लगाउने भन्ने कुरा भयो अब यो भनेको चाहिँ sin 90 माइनस θ/2 भनेको चाहिँ एङ्गल अफ डिफ्र्याक्सनको कुरा हो θ/2 कसरी आयो भन्दाखेरि हामी चाहिँ हामीले अहिले एङ्गल केमा लेखौँ त सेमी सर्कुलर फर्ममा लेखौँ हैन भनेको चाहिँ त्यो भएर चाहिँ यहाँ चाहिँ θ/2 आयो हैन अब चाहिँ हामीले यो थीटा चाहिँ कसरी यो डी चाहिँ कसरी पत्ता लगाउने भन्दाखेरि डी को भ्यालु पत्ता लगाउने भनेको चाहिँ यो चाहिँ एक्सरे डिफ्र्याक्सन एक्सपेरिमेन्टबाट हैन भने चाहिँ कसरी लिन्छ सिन्स डी इज अलरेडी फ्रम कहाँबाट आएको भन्दाखेरि एक्सरे डिफ्र्याक्सनबाट आएको यो एक्सरे डिफ्र्याक्सन XPERI एक्सपेरिमेन्टबाट आएको त्यसको कारण सो अब हामीले चाहिँ यसको आधारमा भनेको यो डी को आधारमा हामीले चाहिँ अब के पत्ता लगाउन सक्यो त भेरियस थीटा अनि ल्याम्डा भनेको हामीलाई अब यो यान भनेको त अब के नेचुरलमा भन्छ 1 2 3 4 5 6 गरेर जाने भयो हैन
अनि हामीलाई अब भनेको चाहिँ अब मेन भनेको ठिटाएर अनि डीको भ्यालु हो होइन। भनेको चाहिँ के को आधारमा भन्दाखेरि चाहिँ यो डीको आधारमा हामीले के पत्ता लगाउन सकियो भन्दाखेरि ठिटा र ल्याम्डा पत्ता लगाउन सकियो। क्यान बी डिटरमाइन। अब यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब यहाँ युज भएको डिटेक्टर युज हियर क्यान वानली डिटेक्ट कति बेला यसले डिटेक्ट गर्छ भन्दाखेरि चाहिँ कति बेला जब चाहिँ त्यसमा चाहिँ इलेक्ट्रोन देखिन्छ प्रेजेन्स जब त्यहाँ चाहिँ के देखिन्छ इलेक्ट्रोन देखिन्छ त्यति बेला डिटेक्टरले के गर्छ डिटेक्ट गर्ने काम डिटेक्ट गर्छ इलेक्ट्रोनलाई डिटेक्ट गर्छ। यसो कारणले गर्दाखेरि अब डिटेक्टरले डिटेक्ट गर्ने के को फर्ममा डिटेक्ट गर्ने भयो भन्दा करेन्टको फर्ममा डिटेक्ट गर्ने भयो होइन। भनेको चाहिँ अब त्यो जुन चाहिँ सेमी सर्कल जुन त्यो एउटा डिटेक्टर छ त्यसले चाहिँ करेन्टको फर्ममा चाहिँ इलेक्ट्रोन बिमलाई देखाउँछ। अब त्यसको फर्ममा चाहिँ त्यहाँ चाहिँ कति इलेक्ट्रोन छ कति चाहिँ त्यो फिलामेन्टले कति चाहिँ फाल्यो त्यहाँबाट निकल क्रिस्टलमा गयो निकल क्रिस्टलमा गएर कति डिफ्र्याक्ट भयो भनेर चाहिँ केले देखाउँछ भन्दा त्यो चाहिँ डिटेक्टरले देखाउँछ होइन। डिटेक्टर युज हियर क्यान ओन्ली डिटेक्ट द प्रेजेन्स अफ इलेक्ट्रोन के को फर्ममा भन्दाखेरि इन दी फर्म अफ पार्टिकल। यो डिटेक्टरले देखाउने कुरा भयो। अब यसको कारणले गर्दाखेरि एज अ रिजल्ट detector receive electron in the form of केमा भन्दाखेरि करेन्टको फर्ममा चाहिँ यसले चाहिँ के रिसिभ गर्ने भयो इलेक्ट्रोनलाई चाहिँ रिसिभ गर्ने भयो होइन। भनेको चाहिँ त्यहाँ चाहिँ अब यति करेन्ट देखायो भने चाहिँ त्यहाँ चाहिँ यति इलेक्ट्रोन छ भनेर चाहिँ यहाँबाट चाहिँ बुझिने भयो होइन। अब यसमा के हुन्छ भन्दाखेरि चाहिँ अब जुन तरिकाको जुन त्यो इन्टेन्सिटीमा जुन इलेक्ट्रोन आएको हुन्छ होइन जुन चाहिँ डिटेक्टरले चाहिँ पार्टिकललाई चाहिँ डिटेक्ट गरे हुन्छ करेन्टको फर्ममा होइन। त्यहाँ के हुन्छ भन्दा त्यहाँ चाहिँ अब त्यो जुन इन्टेन्सिटी आएको जुन इलेक्ट्रोन हुन्छ त्यो चाहिँ कन्टिन्युअस हुँदैन अरे त्यो डिस्क्रिट फर्ममा हुन्छ होइन। भनेको चाहिँ द इन्टेन्सिटी अफ स्क्याटर इलेक्ट्रोन beam is not continuous। कन्टिन्युअस हुँदैन यसले के देखाउँछ त यसले इट्स सो म्याक्सिमम कन्टिन्युअस हुँदैनको मतलब यो हो कि यो चाहिँ के हुन्छ यसको भ्यालु चाहिँ फ्लक्चुएट हुन्छ होइन। भनेको घरि बढ्ने घरि घट्ने घरि बढ्ने घरि बढ्ने हुन्छ होइन। अब यो घट्ने बढ्ने केले देखाउँछ भन्दाखेरि त्यो सेमी सर्कुलर जुन एउटा छ नि त्यसले देखाउँछ भनेको डिटेक्टरले देखाउँछ। अब यसमा किन घट्ने बढ्ने भइरहेको छ होइन। म्याक्सिमम एन्ड मिनिमम भ्यालु अफ करेन्ट अब हामीले के गऱ्यौँ भन्दाखेरि चाहिँ अब हामीले कुनै एउटा पार्टिकुलर भोल्टेज लियौँ। अब हामीले पार्टिकुलर भोल्टेज अफ कति लियौँ भन्दाखेरि 54 भनेको यो चाहिँ कन्स्ट्यान्ट भोल्टेज होइन। यो हामीले चाहिँ 54 भोल्ट भनेर एउटा चाहिँ पार्टिकुलर भोल्टेज लियौँ भने अब चाहिँ यो 54 भोल्टको आधारमा चाहिँ हामीले चाहिँ अब चाहिँ कति बेला चाहिँ त्यो म्याक्सिमम इन्टेन्सिटीले चाहिँ त्यो म्याक्सिमम इन्टेन्सिटी देखाउँछ भनेर मेजर गर्दाखेरि चाहिँ म्याक्सिमम स्क्याटरिङ हुन्छ म्याक्सिमम इन्टेन्सिटीमा चाहिँ स्क्याटरिङ हुन्छ भनेर हेर्दाखेरि चाहिँ के पाइयो भन्दा 50 डिग्रीमा चाहिँ त्यो चाहिँ म्याक्सिमम उस हुँदो रहेछ भनेर पाइयो होइन। भनेको चाहिँ के गर्नु पऱ्यो 8 पार्टिकुलर भोल्टेज अफ 54 भोल्ट the maximum scattering happen at फिक्स एङ्गलमा देखाउने भयो
कति बेला मात्र भन्दाखेरि वानले जब त्यो 50 डिग्री सेल्सियस भनेको 50 डिग्रीमा हुन्छ यो 50 डिग्री भनेको यो एङ्गल भयो होइन अघि सेल्सियस भनेको सरी अब के भयो भन्दा अब यो फिगरमा अब हेर्नु पऱ्यो होइन फिगरमा पनि बनाउनु पऱ्यो कस्तो हुने भयो त अब इन्टेन्सिटी र यसको ग्राफ बनाउनु पऱ्यो इन्टेन्सिटी भयो अनि यो चाहिँ के भयो थीटा यो एङ्गल भयो होइन एउटा 7वटा जति 1 2 3 4 5 6 7लाई त्यो 79 हुन्छ होइन अब यहाँ चाहिँ 4 भोल्टेजको चाहिँ डिफ्रेन्स लिँदै जाने कति हुन्छ त यहाँ 40 बाट सुरु गरौँ होइन 40 भोल्ट 44 भोल्ट 48 भोल्ट अनि 4 भयो अनि अझै यो सर्दै जाने एक्सटेन्ड गर्दै जाने हुँदै हुँदै गएर यहाँ गएर कति भयो 54 भोल्टसम्म गयो अनि 60 भोल्ट हैन 60 भोल्ट अनि 68 भोल्ट हैन मैले यसलाई चाहिँ यो रिफरेन्स माने यो चाहिँ अब यहाँ के भयो त यो 40 भोल्टमा आउँदाखेरि के भयो त यो यस्तो गयो यस्तो गरे यस्तो गयो हैन 45 भोल्टमा कस्तो भयो 45 भोल्टमा यस्तो भयो यस्तो भयो यसरी भयो हैन अनि त्यसपछि 48 भोल्टमा कस्तो भयो 48 भोल्टमा चाहिँ यसरी गयो यसरी गयो अनि यसरी गयो अब 54 भोल्टमा आएर के भयो त 54 भोल्टमा चाहिँ आएर चाहिँ यस्तो यसरी डाइरेक्ट यतातिर गइछ कि यसरी गएर लास्टमा गएर यसरी घुम्यो अनि यसरी गइछ हैन भनेको त म्याक्सिमम एङ्गल भयो नि त यो त हैन भनेको यति सरम यो भनेको मैले यसलाई कति लिएँ फाइनली है अनि त्यसपछि अब 60 डिग्री यहाँ गएर यस्तो 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 भयो 64 मा यस्तो भयो अनि 68 मा यस्तो भइछ हैन फिगर के को त अब यो ग्राफ एंगल versus intensity of different पोटेन्शियल फरक भएको बेला चाहिँ गरेको एउटा एक्सपेरिमेन्ट हो हैन जसमा के देखियो भन्दाखेरि यो 54 भोल्टमा चाहिँ हाई इन्टेन्सिटी देखियो भन्ने कुरा हाई इन्टेन्सिटी देखियो भने ठक्कै इक्जाममा मिलाएर लेखेपछि भइहाल्छ अब ओभरअल चाहिँ अब यतापट्टिको जुन हाम्रो यो 54 भोल्टमा चाहिँ म्याक्सिमम एङ्गल देखाएको नि त यसले अब यो भनेको यो 54 भोल्ट र अनि त्यसपछि हामीले अघि निकालेको इक्वेसन जुन छ यो इक्वेसन यो फर्स्ट भयो हैन यतापट्टि इक्वेसन सेकेन्डको आधारमा चाहिँ अब चाहिँ हामीले चाहिँ अब वेभलेन्थ क्याल्कुलेट गर्छौँ हैन भनेको चाहिँ थर्ड दिस टु भ्यालु भनेको थीटा र अनि के भयो त अघि निकालेको थीटा र अनि भोल्टेज भयो हैन भ्यालु फ्रम data collected from this experiment के हुन्छ त वेभलेन्थ अनि के हुन्छ त wavelength can be obtained using equation for second अब के हो त अब फ्रम इक्वेसन फर्स्टबाट के हो त अब डी ब्यारो थियालाई ब्रोकली
पहिलेद्वारा के त ल्याम्डा भनेको के हो भनेको 56 रुट अन्डर 2 MEV हो हैन यो भनेको याद भनेको के हो 6.62 इन्टु 10 को पावर -34 अपन रुट अन्डर 2 इन्टु के भयो त मास अफ इलेक्ट्रोन भनेको 9.1 इन्टु 10 को पावर -31 हो इन्टु अब इलेक्ट्रोन चार्ज अफ इलेक्ट्रोन भनेको 1.6 इन्टु 10 को पावर -9 अनि अघि हामीले निकालेको भोल्ट भने कतिमा म्याक्सिमम इन्टेन्सिटी ल्याएर त्यसले 54 भोल्टमा 54 भयो हैन अब यसलाई चाहिँ क्याल्कुलेटरमा क्याल्कुलेट गर्दाखेरि कति आउँछ त भन्दाखेरि अब ओभरअल क्याल्कुलेट गर्दाखेरि ल्याम्डा चाहिँ कति आउँछ 1.67 एस्ट्रोम आउँछ यो भनेको कति हो 0.167 नैनोमिटर हो हैन अब फेरि अगेन value of D from X रे डिफ्र्याक्सन बाट के छ त D को भ्यालु भनेको हामीले पहिले निकालेको भ्यालु हो यो D को हैन एक्स रे डिफ्र्याक्सन भन्ने एक्सपेरिमेन्ट हेर्नु भयो भने त्यहाँबाट सही हुन्छ D भनेको 0.0092 nm भनेर देखा हैन अनि अल्सो थीटा भनेको कति थीटा भनेको अघि हामीले निकालेको भ्यालु हो 50 डिग्रीमा चाहिँ म्याक्सिमम इन्टेन्सिटी देखाएको थियो जसमा B भनेको चाहिँ पार्टिकुलर भोल्टेज कति राखेको थियो 54 भोल्ट राखेको थियो हैन भनेपछि युजिङ दिस भ्यालु यो र यो भ्यालु युज गर्ने कहाँ युज गर्ने भन्दाखेरि इन इक्वेसन सेकेन्डमा के हुन्छ त अघि निकालेको जुन यो इक्वेसन सेकेन्ड छ यो यसमा चाहिँ युज गरे के हुन्छ त n lambda equals to 2 into 2d हो नि त हैन भनेको 0.0092 2d अनि त्यसपछि साइन के थियो फर्मुला 90 माइनस थीटा भनेको अहिले 50 हैन 50/2 त्यो डिग्रीमा हो n ल्याम्डा भनेको कति आउने भयो त अब यहाँ हैन यो क्याल्कुलेट गर्दै जाने हैन त्यसपछि अब चाहिँ अब यसमा के भने n equals to 1 को लागि राख्ने अब हैन फर n equals to 1 को लागि के हुन्छ त अब यो 1 अनि यो ल्याम्डा मात्र हुने भयो भनेको 2 into 0.0092 090 00 हैन 0 हो यो 092 यो गर्दाखेरि कति आउँछ त 2 अनि 50/2 भनेको 25 आउने 25 मा 90 घटाउँदा 65 आउने हो 65 डिग्री भयो यो ल्याम्डा भनेको कति हुने भयो त 0.167 nm हुने भयो हैन अब यसबाट के थाहा भयो भन्दाखेरि चाहिँ यसबाट चाहिँ डी ब्रोग्ली इक्वेसन चाहिँ भेरिफाई भयो यसबाट चाहिँ हैन हामीले जुन डी ब्रोग्ली इक्वेसन भनेको त यो हो नि त हैन यो इक्वेसन भेरिफाई भयो भनेको एक्सरे डिफ्र्याक्सनबाट पनि यही भ्यालु आयो हैन अनि डी ब्रोग्ली वेभलेन्थबाट पनि यही भ्यालु आयो यसबाट के थाहा भन्दाखेरि चाहिँ यसबाट चाहिँ डी ब्रोग्ली वेभलेन्थ चाहिँ थ्योरिटिकल्ली चाहिँ भेरिफाई भयो भन्ने कुरा चाहिँ भयो हैन भनेको the experiment told result is in a close agreement with the theoretical wavelength from the Broglie equation. The de Broglie equation is verified experimentally.
अब एक्सपेरिमेन्टली भेरिफाई भयो भनेपछि अब डिब्रोगली वेभलेन्थ चाहिँ एक्सपेरिमेन्टली भनेको थ्योरीमा मात्र सीमित थियो होइन। अहिले चाहिँ अब एक्सपेरिमेन्टली चाहिँ डिब्रोगली वेभलेन्थ चाहिँ डिब्रोगली इक्वेसन चाहिँ भेरिफाई भयो भनेपछि हामीले के भन्न पाइयो भन्दाखेरि चाहिँ फाइनल्ली वेभ पार्टिकल डुअलिटी भनेको यसले पार्टिकल नेचर नि सो गर्ने भयो होइन, वेभ नेचर नि सो गर्ने भयो। प्रिन्सिपल के भयो त भेरिफाई भयो, प्रिन्सिपल इज भेरिफाइड एक्सपेरिमेन्टल्ली।